स्कूलमा लेखा राख्नको लागि कुन कुन इन्ट्री र लेजरको आवश्यकता पर्छ? पहिलो हो बैंक स्टेटमेंट फॉर ऑल अकाउंट्स, दोस्रो हो कैश बुक एंड लेजर एंट्री, तेस्रो हो फी कलेक्शन रिकॉर्ड, तेस्रो हो पेरोल रिकॉर्ड, चौथो हो एक्सपेंस भाउचर, त्यसपछि हो बजेट एंड एक्चुअल एक्सपेन्डिचर, त्यसपछि पीटी कैश रजिस्टर, त्यसपछि फिक्स्ड एसेट रजिस्टर, त्यसपछि डे बुक र बिलहरू। पहिला सुरुमा हामीले फी कलेक्सन रिकॉर्ड राख्छौं, जसको फर्मेट यस्तो हुन्छ, जुन चाहिँ क्लास वाइज हुन्छ। मानिनुस् यो 1 क्लासको हो, जसमा डेट हुन्छ, स्टुडेन्टको नाम हुन्छ, रिसिप्ट नम्बर हुन्छ, अमाउन्ट कति पे गरे यो हुन्छ र पेमेन्ट मेथड हुन्छ। जस्तै 2025 5 महिना 1 गते एलेक्स भन्ने विद्यार्थीको 10,000 अमाउन्ट पे भएको छ अनलाइन मार्फत। यसरी चाहिँ हरेक विद्यार्थीको हामीले राख्दै जान्छौँ रिसिप्टहरू। यदि अनलाइन पे भएको छ अनलाइन लेखाउने, क्याश रिसिप्ट भएको छ भने क्याश रिसिप्ट राख्ने र कति बिल नम्बरमा यसको बिल काट्यो त्यो रिसिप्ट नम्बरमा लेख्दै जाने। त्यसपछि दोस्रो खाता हो स्कूल अकाउन्ट लेजर एन्ट्री फर्मेट, जसमा डेट पार्टिकुलर, बिल नम्बर र डेबिट क्रेडिट हुन्छ। यसमा के गर्नुपर्छ, जस्तै कति फी कलेक्सन भयो, जसमा हरेक दिनको खर्च र आम्दानी देखाइन्छ। कुनै स्टाफलाई यदि पैसा दिएको छौं भने त्यो पनि देखाउने एक्सपेन्समा, र डोनेसन रिसिप्ट भयो लेखाउने, र कुनै चाहिँ सामग्री पर्चेज भयो, ल्याब इक्विपमेन्ट पर्चेज भयो भने त्यो पनि देखाउने। यसरी चाहिँ यसमा रिकर्ड राखिन्छ। त्यो बनाउनु अथवा क्याश बुक बनाउनु एउटै हो। क्याश बुकमा सेम कुरा लेखिन्छ, जस्तै हरेक दिनको आम्दानी र खर्च रिकर्ड राखिन्छ। जस्तै फी कलेक्टेड भयो अथवा एक्सपेन्स भयो, केही सामग्री खरिद्यो, त्यो सबै देखाउने गरिन्छ क्याश बुकमा पनि। त्यसपछि अर्को खाता आउँछ बैंक स्टेटमेन्ट, जसमा स्कुलको बैंक हुन्छ, जसमा बैंकमा कति जम्मा भयो, कति निस्क्यो र बैंक मार्फत कति पेमेन्ट भयो, सब कुराको डिटेल यसमा राखिन्छ। अब हेर्नुस्, डेट छ, डिस्क्रिप्सन छ, अकाउन्ट नम्बर छ, हैन, डेबिट क्रेडिट छ, ब्यालेन्स छ। अब हेर्नुस्, ओपनिङ ब्यालेन्स चाहिँ तपाईको 50,000 रहेको छ, सुरुवाती बैंकमा कति रुपैयाँ छ 50,000। अब त्यसमा स्टाफलाई सेलेरी पेड गर्यो 45,000, त्यसको डिटेल राखिएको छ। अब हेर्नुस्, स्लिप र चेक सबै राख्नु पर्छ आफूसँगै। अब हेर्नुस्, डोनेसन रिसिभ भयो 52,000 रुपैयाँ। अब ल्याब इक्विपमेन्ट पर्चेज भयो बैंक मार्फत 49,000 को। यसरी चाहिँ बैंक स्टेटमेन्ट राख्ने गरिन्छ। त्यसपछि पेरोल रिकर्ड्स, जसमा स्टाफहरूको सेलेरी पेमेन्टको डिटेल राखिन्छ। यो फर्मेट पेमेन्ट भइसकेको डिटेल राख्ने गरिन्छ। त्यो भन्दा पहिले एउटा सेलेरी सिट बनाउने गरिन्छ। अब त्यो सेलेरी सिट कसरी बनाइन्छ त्यो तपाई मेरो च्यानलको प्लेलिस्टको स्किल सिरिजमा गएर हेर्न सक्नुहुन्छ। त्यसमा सेलेरी सिट कसरी बनाइन्छ राम्रोसँग बुझाएको छु। अब यो पेमेन्ट भइसकेपछि यस्तो, जस्तै इम्प्लोइको नेम लेख्ने, जस्तै जोन स्मिथ, जसको आईडी नम्बर यतिबाट बेसिक सेलेरी उसको 5,000 हो र ट्याक्स डिडक्सन 500 भयो र नेट सेलेरी 45 रुपैयाँ उसको खातामा अनलाइन मार्फत गयो भन्ने सबैको स्टाफको सेलेरीको रिकर्ड यसरी नै राखिन्छ। त्यसपछि अर्को खाता हो पीटी कैश रजिस्टर। यसको फर्मेट यस्तो हुन्छ, डेट, डिस्क्रिप्सन, भाउचर नम्बर, अमाउन्ट र ब्यालेन्स। यो चाहिँ सानोतिनो खर्चको लागि पीटी कैश रजिस्टर राख्ने गरिन्छ। अब सानोतिनो खर्चमा जस्तै अफिस स्टेसनरीबाट कुनै 500 रुपैयाँको सामान आयो, हैन, 5,000 को पीटी कैश रजिस्टर हुन्छ। 5,000 रुपैयाँसम्म एक महिनामा सानोतिनो खर्च गर्न सकिन्छ। यसरी अमाउन्ट 5,000 रुपैयाँ, यदि भाउचर नम्बर यतिबाट काटियो 500 रुपैयाँ घटेर 4500 बच्यो। त्यसपछि स्टाफ रिफ्रेसमेन्टको लागि 300 रुपैयाँ काट्यो, यसरी चाहिँ 42 रुपैयाँ बच्यो। यसरी माइनर रिपेयरको लागि यति रुपैयाँ कट्यो र यति बच्यो भन्ने डिटेल बिस्तारै यस्तै राख्दै जाने गरिन्छ। त्यसपछि अर्को खाता हो एक्सपेन्स भाउचर फर्मेट। यसमा के गरिन्छ, कुनै पनि सामान स्कुलबाट मगाइन्छ भने त्यो पसलेले एउटा बिल काटेर दिन्छ, एउटा आफ्नो सिग्नेचर हालेर। यसरी चाहिँ त्यो सबै खर्चहरू रिकर्ड राख्ने काम गरिन्छ। जस्तै अफिस स्टेसनरीबाट, हैन, 500 रुपैयाँको सामान आयो, जसले पहिले डिमान्ड बिलमा एउटा डिमान्ड बिल हुन्छ। डिमान्ड बिल बनाउनको लागि पहिले एकाउन्टेन्टले लेखेको हुन्छ, जसमा प्रिन्सिपलको सिग्नेचरबाट एप्रुभ भएको हुन्छ। यसरी त्यो डिमान्ड बिल लिएर पसलेले तपाईलाई एउटा बिल दिन्छ आफ्नो सामानको डिटेल राखेर। यसरी 500 रुपैयाँको अफिस स्टेसनरी आएको छ। त्यसपछि स्टाफ रिफ्रेसमेन्ट, माइनर रिपेयरको खर्च लागेको छ, क्लिनिङ र सप्लाइजमा र पोस्टेजमा, यसरी सबै खर्चलाई यहाँ चाहिँ देखाउने गरिन्छ। यसरी चाहिँ विद्यार्थीको ड्यूहरू, आउटस्ट्यान्डिङहरू, एडभान्स पेमेन्टहरू कसरी राख्ने
राख्ने गरिन्छ त्यसको अर्कै पार्ट आउनेछ। यो भिडियो तपाईलाई कस्तो लाग्यो मन परेमा सब्स्क्राइब र शेयर अवश्य नै गर्नुहोला। लिन्छु बिदा, धन्यवाद।